हेलो एभ्रिवान, सम्पूर्णमा नमस्ते। म करणजङ कटवाल, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मैले एउटा विशेष भिडियो बनाउन गइरहेको छु। हाम्रो भाइ चाहिँ जुम्लाबाट यो जडीबुटीहरु व्यापारको सिलसिलामा मेरो पसलसम्म आइसकेको छ हैन। उसँग एर्सा गुम्बा, शिलाजीत अनि त्यसपछि अब जेठी मधु, अब के भन्छ, धेरै औषधिहरु छ उसँग, तर मलाई नाम याद भएन हैन। तर पनि भाइले बेच्न आएको रहेछ अनि भाइले चाहिँ भाइलाई के यसो गफसफ कुराकानी गर्दै जाँदाखेरि दाइ म त र्याप पनि हान्छु नि दाइ भन्न थाल्यो। यसो गफ गर्दा गर्दै अनि ल सुनौँ न त भाइ तिम्रो र्याप कस्तो छ भनेर मैले पनि भने दाइ मलाई एउटा स्पिकर गिफ्ट दिनुस् न भन्न थाल्यो उसले। अनि पछि ल एउटा गीत सुनाऊ अनि म तिमीलाई मेरो तर्फबाट एउटा स्पिकर दिन्छु भनेर भाइलाई भने। म स्पिकर दिन्छु भन्नेका बित्तिकै क्या लौ म एउटा स्पिकर तिमीलाई गिफ्ट गर्छु भन्ने बित्तिकै एकदम खुसी भयो। उसको मुहारै छुट्टै छ हैन। उसले अब गीत गाउँछु दाइ म भनेको छ। अब हेरौँ भाइले कस्तो गाउँछ। ल लेट्स गो गाइज है। अब भाइको र्याप सुनौँ। मेरो देशको हालत खराब बिजोग छ, यो गीतको समाचार सिपको के चिज छ, राम्रो ज्ञानको पाठ ल भन को सिक्छ। कलियुगमा बाँच्न भन्दा हाँस्न धेरै गाह्रो मुस्किल छ, जीवनको खेल मित्र अझै जसले छल गर्यो या उही चिज छ। बाहिर घात गरी मन्दिरमा हात जोडी ढुङ्गालाई ढोगी पापको प्रासित ल गरे मैले पनि माया पाइन चोखो, पैसा बिना खै खुसी साँच्चै आमा बाउ भगवान कहाँ मिल्छ कहाँ दिन्छ। सबको सपना अजीब छ, मनमा हार चोट पीडा अनेक थरी सोच, जिन्दगीको पारभित्र कहिले हार कहिले जित, जिन्दगीको खेलमित्र। सडकको कवि हामी गरिबको खाना मुजी फोरभित्र, याओ गरिबको खाना मुजी फोरभित्र। मेरो घरको हालत त्यो छिमेकीलाई नाटक देखिरहेछ ताकत, त्यो पैसा ठुलो कागज रोग लागेको त्यो लालच, त्यो साथीभाइ छ घातक आफूलाई पर्दा आपत त देख्छ सबको आदत। ठुलो बन्ने चाहत र नेताजीको भाषण, जिन्दगी सुकुम्बासी चाहिएको छ राहत। खानालाई दाल छैन सकेको छ चामल, छिमेकीलाई कति सापट प मागम, जीवन लखर्दैछ कतामा भागम, जिम्मेवारी बढिरहेछ कसरी थाकम। मेरो राइफको रियल लाइफ कसरी दाजम याओ। प्रकृतिको वरदान भगवानलाई सम्मान, तर पार्यो बर्बाद त्यो मान्छेहरूको घमण्ड। ज्ञानको लागि पर्खाल समाजको लागि यो याओ। धन्यवाद।